हेलो गाइस, फेरि पनि स्वागत छ तपाईँलाई मेरो न्यू भिडियोमा है। त्यहाँ चाहिँ यहाँ चाहिँ हल्का उकालो छ है। गाइस नबोक्दै यस्तो खतरा पसिना लागिरहेछ। बोक्दा के हो यस्तो पानी दौडिँदा यस्तो बारी बोकेर होला करङ करङ प्लस भएपछि यस्तो हुन्छ है गाइस। आफ्नै कोरेसा बारीमा फलेको आफ्नै अर्ग्यानिक भन्दा भन्दा धर्ने से क्या फाइदा है। खुट्टा हेरौँ न खुट्टा यस्तोमा नलडेर कस्तो। हेलो गाइस, फेरि पनि स्वागत छ तपाईँलाई मेरो न्यू भिडियोमा है। त्यसै गरी आज चाहिँ म धोको बोकेर आँप लिनको सट्टा मकै लिन गइरहेको छु है गाइस। आमन्त्र कति खाने हो, मकै पनि खानुपर्छ नि त हो। त्यही भएर म चाहिँ आजको दिनमा चाहिँ मकै बोकेको भ्लग बनाउने छु गाइस। खतरनाक हुनेवाला छ बाटो, डेन्जरस है गाइस। बाटो चाहिँ ओभर खुङ्गार छ। यस्तोमा लडियो भने चाहिँ अहिले म बारीसँग हुनुपर्छ। बारी लागेर थाक लागेर खतरा हुन्छ गाइस। तपाईँहरूकोतिर कस्तो छ मकै भन्नु होला। गाउँ घरतिर बस्नुहुने दाजुभाइहरू दिदीबहिनीहरू ढुङ्गाहरू खतरा छ त्यहाँ। चढ्यो भने फेरि मान्छेको हत्या यहीँनिर खतम। दुनिया भुला के सबसे जुडाए ढुङ्गा चाहिँ यहाँ खतरा गाइस। घुमिरहेको छ है तलतिर नि भिर घुमाउँछु गाइस है। भाँचिरहेको सुकिसक्यो किनभने बाँदरहरू हुँदा दिमाग यहाँ गाइस। नबोक्दै यस्तो खतरा पसिना लागिरहेछ। बोक्दा के होला क्या सुन्न अब त्यो हल्का टाढै छ क्या गाउँभन्दा। नबोक्दा पसिना यस्तो छ। जब बारीसँग अहिले हेर्नु के हाल भयो गाइस। जङ्गल चाहिँ ठुलो छ हाम्रो मकै बारीमा चाहिँ जङ्गल खतरनाक छ। सानो यस्तो जङ्गल छ। यो चाहिँ मकै फल्ने जग्गा त्यहाँ तल के भन्नु र। म तपाईँलाई मकै पनि देखाउन चाहन्छु कसरी छ र कति छ। जग्गा यो चाहिँ बेसारबारी है गाइस। मेरो आँकुरो हुन्छ सानो। यो सब बेसार हो गाइस। चाहिँ मकै बारी फाइनली मकै बारी। यो गाइस मेरो मकै बारी चाहिँ खतरनाक खुङ्खार र डेन्जरस। यहीँबाट मैले भोग्नु परिरहेछ गाइस। यति ठुकिरहेछ यो सब मेरै हो। सब मेरै टाउकोमा अझ पिल्ने भयो। भाइ लगाइदिनु नि भाउ। यो चाहिँ गाइस कतरको बुट पनि टक्क लगाएर हेर्छ गाइस। पछि मकै चाहिँ कस्तो छ भन्दा चाहिँ मेरोमा यस्तो छ। त्यो पनि बाख्राले सखाप वस्तु लेखाएर अदुवा पनि चाहिँ हुन्छ पगर खाने बेला हुन आँट्यो। अनि गाइस गाउँको दृश्य चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अहिलेको हालमा। यिनीहरूले मस्काइरहेछ चरस फुच्च्याएर कति नै खान्छ। मैले बोल्नु भने चाहिँ यहाँदेखि
त्यो घरमै गाइस पुरो ढाक्न आँटिरहेछ अनि गाइस त्यस्तो गाउँघरमा चल्दी भनेर सुक्नुहुन्छ भने चाहिँ हाम्रोमा चाहिँ आज छैन कुहिरो हल्का छ घाम बढिजाडा चाहिँ घामको तापक्रम ज्यादामा चाहिँ यसरी बारी बोक्नुपर्छ कुहिरो आउँदा चाहिँ हुसी आउँदा चाहिँ जिरो त्यसपछि मलाई कम गाह्रो हुन्छ त पुरानो झर्नु परेछ गाइस तर पसिना भइयो यस्तो बाटो भनेको नर्मल बाटो होइन गाइस बारीसँग हिँड्नुपर्छ यस्तो तिमी ठाउँमै हुँदैन क्या यहाँदेखि त्यहाँ डल्लै देख्नुपर्छ त गर्न नि सकिन्छ हल्का खत्रै रिक्स लड्यो भने बारी त गयो खुट्टा नि गयो हात पनि जाला गाई चाहिँ खतरा छ है गाउँघरमा चाहिँ दुःख गर्नुपर्छ दुःख नगरिकन सुख हुँदैन त्यही भएर यो गाई गाउँघरमा चाहिँ हल्का मेहनत गर्नुपर्छ है हाम्रोमा चाहिँ खतरा मेहनत गर्छौँ मकै सबै फलाउँछौँ धान चाहिँ खासै रोपिँदैन किनकि हाम्रोमा पानी छैन त्यति प्रशस्त पानी नभएको कारणले है डाँडा काँडा त हो के हुन्छ पानी हुन त त्यही भएर गाइस पसिना चुहिरहेको छ दर्पण लागिरह लडियो भने छ्याप्पै त्यही चराहरू चल्ने चाहिँ आफ्नै कोरेछ बारीमा फलेको आफ्नै अर्ग्यानिक आफ्नै कोरेछ बालीको मकै अनि डोकोमा बोकेको है खतरनाक छ है गाइस मा कसम यो बोकाइले त जिन्दगीभर नलाउ मकै जस्तो पनि लाग्छ कि तर कुखुराहरूलाई चारो के दिने घरमा त्यही भएर गर्नुपर्छ दुःख यो चाहिँ अगुवा हो गाइस अहिले कतितिर मकै बाँचाएको भनेर नभन्नु यो चाहिँ धेरै पहिला हालेको मकै हो अगाडि हालेको हो धेरै अगाडि सबसे अगाडि त्यही भएर अहिले बोल्नु पर्दा अगाडि नत्र भन्दा ठ्याक हो डलिसके गाइस सफल न एभर त्यहाँ चिप्ले गाइस आएको सुम यस्तो पेलिदिने मेरो कुरा कहाँ थियो भने यो चाहिँ अगुवा हो गाइस त्यही भएर अहिले छिट्टै बोक्नु परिरहेछ सुकेर भाँचेर हाम्रो गाउँमा अहिले यता गाउँमा चाहिँ भर्खर धान निस्किरहेछ भर्खर काँचो खाने बेला भएको छ है गाइस यो चाहिँ टाढा हो अलिक माथि र अगुवा लगाएको गाइस मैं क्या गरौँ यस्तो बाटोमा हिँड्नुपर्छ गाइस अझै लड्छु होला म्याच लडेँ गाइस म गफैन नि साँच्चीकै लडेँ कहाँ टिक्ने ठाउँै छैन क्या जस्तो लाग्छ गाइस साँच्चीकै लडेको है म चाहिँ रियल्ली फिक्स तर पनि पुग्नु सफल भएन किनकि हल्का दिमागको इस्तेमाल गर्नुपर्छ मान्छे कस्तो भिडमा हिँडेर चाहिँ के हुँदैन म जहाँ थाहा यस्तोमा लगेर के हुन्छु यसै हाम्रो पानी हाम्रो खाने पानी पनि यहीँ पाइपै गाइस बिमा लडिरहेको
पसिना तपाईँहरूले देख्दै हुनुहुन्छ होला नि गाइस त्यो मजाले बोल्न पाइरहेको छैन है घाँटी यहाँ च्यापिरहेछ भारी म अहिले बोल्छु अर्को भात हो गोठालो गर्ने जानु भात हो गाइस चाहिँ हल्का सफा छ यहाँ चाहिँ कुनै पनि हालतमा लडिन्छ भन्ने कुरा हुँदैन तिमी के देख्छौ परनेरि केराको बोट धेरै छ नि त्यहाँ जानुपर्ने हो गाइस भरे भेटौँ के गाह्रो छ मलाई गाइस यहाँ चाहिँ हल्का उकालो छ है यहाँदेखि हल्का उकालो तर सिधी जस्तै हो सिधी छ गाइस टक्क 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 तर के हुन्छ भने गाइस यस्तोमा लड्नु चाहिँ झन् रिक्स खुङ्गार हुन्छ है धेरै डरमर हुन्छ किनकि यस्तोमा लड्यो भने मरिन्छ त्यहाँ कुवा पनि छ गाइस पानी खाने कुवा गाह्रो छ कसम अघि म प्याट लडेँ नि थाहा छ तपाईँहरूलाई कि थाहा छैन हल्का तेर्सो यस्तो यस्तोमा दौडिन सक्छु म यहाँदेखि स्वाट उकालो भनौँ घर पुग्छ गाइस यो चाहिँ दोस्रो है दोस्रो बारी जस मान्छेको हल्का मासु चाहिँ हुनै पर्ने रहेछ गाइस बारी बोक्ने बेला डोको बोक्ने बेला चाहिँ डोकोको करङ र मान्छेको करङ प्लस हुँदा चाहिँ हल्का गाह्रो गाह्रो उठ्ने रहेछ अरू केही छैन लगाइछ बारी चाहिँ कसम थाक लगाइ गाइस मलाई त आउँदैन गाइस फादरले थाक लगाइदिएको हो दुई टिप हुँदैछ है यो सुधु मेरो गाइस आज मैले लगभग 10-12 टिप हान्नै पर्छ जस्तो लागिरहेछ गाह्रै छ गाइस गाउँमा बस्नु गाइस मैले चाहिँ मकैको बार बिसाएँ बढे गाह्रो भयो पसिना है गाइस मैले बारी त्यहाँ बिसाइरहेको छु यहाँ चाहिँ हाम्रो खोला हो कुवा पहिले पानी पर टाढाबाट नआउँदाखेरि यहाँ भर नहुन्थ्यो कि पहिले बच्चामा खोला हो हल्का सफा गरेको छैन अहिले चाहिँ अहिले यो पानी एक घरले मात्रै पिउँछ हामी नभएको बेला लिन आउँछ यहाँ गरम पानी नआएको बेला गरम गरम प्लस भएपछि यस्तो हुन्छ है गाइस म चाहिँ यहाँ पानी पिउन आएको छु कसिङ्गारा रहेछ तर केही छैन यसको पात टिप्ने टक्क ट्याक्क हल्का पखाल्ने तरिका यहीँ पखाल्ने पछि यसलाई कसरी निकालेर पिउँ पहिले यहाँ पेप्सीको टुक्राहरू पनि थियो कि अहिले छैन रहेछ अहिले जसरी भए पनि पिउनु पर्यो मैले थोरै निकाल्ने थोरै निस्किरहेछ सब झऱ्यो हाँस नुनै पाइँदैन कि पानीमा ज्यादा पसिना आइरहेको छ एक थोपा चाहिँ पिएँ है मैले दुःख फेरि दुःख गरिरहेको छु अझ हल्का धेरै निस्किँदा अमृत है गाई चाहिँ अमृत माछाहरू नि छ एउटा एउटा निस्क
गदेरा गडेउरा अब अगायो मलाई गाइस बस्दा बस्दा पानी पुरिदिन्थ्यो अब म चाहिँ जानुपर्ने हुन्छ घर अब यत्रो भारी बोकेर अब पानी बिच्ने कुरा आएन त्यसैले पानी परिरहेको छ गाइस होइन अब बस्न नि मजाले पाइएन अब यस्तो पानी दौडिँदा यत्रो भारी बोकेर दौडिएपछि नेपाल आर्मी नहुने कहाँ चाहिँ छ दौडिएपछि दौडी भइँदैन त गाइस गाइस पानी परेर हौ चिप्लो छ बाटो चाहिँ अन्त म जसरी भए पनि लड्नेवाला छु गाइस लड्नेवाला छु चिप्लो ओभरै गाइस पानी परेर लास्टै क्या सोङ्लै पुगेको सोङ्लै आज चाहिँ म फिक्स लड्नेवाला छु है गाइस पक्का लड्नेवाला छु खुट्टा यस्तो चिप्लो छ यस्तोमा नलडेर कस्तोमा चाहिँ लड्नु गयो फिक्स आज लडे मच्यो गाइस 2 3 है 3 जति लडिसक्यो है गाइस खुट्टा हेरौँ न खुट्टाको कलर हेरौँ गाइस खुट्टा कहाँनिर छ खोइ यो स्टाइलमा लडियो क्या गाइस भारी चाहिँ जस्तो न के भएन चप्पल यस्तो हुन्छ नि लडिन्छ क्या गाइस आम्मा लौडा त्यहाँबाट एक लडिहाले यहाँ एक अब तलतिर झन् गन्थ्यो लडाइ त लड्ने से क्या फाइदा है खुट्टा यस्तो चिप्लो छ नि गाइस लडिँदैन त यस्तो चिप्लोमा मलाई के बोकेको भारी भनेर नसोच्नु होला किनकि घाम आउँदाखेरि बाँचिएको मकै एक्कासी बोक्दै पानी परेपछि छोड्ने कुरा हुँदैन है बाँचिसकेको मकैलाई उठाउनु पर्छ त्यही भएको कारणले यो लास्ट भएको त्यही भएको कारणले गर्दा मैले बोका हो गाइड तर लड्दा दिमाग खराब भइरहेछ पानी पनि परिरहेछ त्यही माथि पसिना पनि झर्दैछ अनि पहिलो प्रहार मेरो यहाँ थियो लडेको प्रहार दोस्रो प्रहार माथि भयो खुट्टा बाजिन्छ नि गाइस स्ट्रङ हुनुपर्छ खुट्टा क्राक हुन्छ गाइस होइन हरेस खानु हुँदैन डर के आगे जीत होता है वैसे ही मैं भी उससे हूँ लेकिन इतना नमिठा चाहिँ कभी नहीं होना तुम लोग यस्तोमा पाइला चाल्नु पर्दछ गाइस चिसोमा क्या चिप्लो मुलामा चप्पल चिप्लिरहेछ क्या नत्र मान्छे बचिने सम्भावना हुन्छ तर चप्पल चिप्लो बाटो पनि चिप्लो खुट्टा चिप्लिरहेछ चप्पल कहाँ पुगिरहेछ खाली खुट्टा नि हिँड्दा हुन्छ हुन त तर मेरो चप्पलसँग भने खाली खुट्टा त झन् अडिँदैन बानी छैन त्यही भएको कारणले गर्दा लड्दै हिँड्नु परिरहेछ गाइस चप्पल खै कहाँ चप्पल छ नि गाइस चप्पलको त कुरै मत गर्नु मेरेको कुरा त बहुत ज्यादा लगाइछ नि आजको ब्लग चाहिँ लगभग यतिमै म रोक्न चाहेँ किनकि मलाई निकै गाह्रो छ चिप्लोमा अब लड्नु त अझै पनि कति बाँकी छैन लड्दै जानु पर्यो अनि आजको ब्लग चाहिँ यहीँ एन्डिङ हान्यौँ गाइस धन्यवाद।